लु आज हाम्रो बारीको के टिपेर खाने? म यो बिन्स टिप्छु होइन, बिन्स टिपेर दाछी बनाउँछु। अर्ग्यानिक हो है, साथीहरूलाई पनि देखाउँछु बनाएको। ल साथी हो, म बिन्स टिप्दैछु है, अर्ग्यानिक हाम्रो बारीको यो बिन्स है। साथीहरूलाई यहाँनिर यत्रो छ बिन्सहरू पनि। बिन्स टिपी हुँदैन, साह्रै मिठो हुन्छ दाछी बिन्सको हो, राम्रो छ। भित्र पस्नुपर्छ, भित्र पस्नु चाहिँ साह्रो पर्छ। बिन्स यति टिपे बिन्स साथी हो, अर्ग्यानिक हो, प्लेटमा लाउँछु म। लु अब चाहिँ म चाहिँ दाछीको कटिङ गर्नु थालेँ। यो सब्जीहरू यता सबै यो रेडी गर्छु है अब दाछीको लागि। आज दाछी खुवाइ हुन्छ अर्ग्यानिकसँग। साथी हो, मेरो बुढाले यो बिन्सहरू निकालिदिनु भयो है, खोर्सानीहरू, प्याज। ल अब चाहिँ म धुँदैछु है साथी हो, धुँदै लाउँछु यो। मैले प्याज हाल्दैछु दाछीको लागि है, टमाटर हाल्दैछु। छिट्टो हुन्छ हौ यो दाछी चाहिँ, राम्रो हो, पकाउनु पनि सजिलो हुन्छ है। खोर्सानीहरू हाल्दैछु है, लसुन पनि छ यहाँनिर। लु मैले लसुन पनि पेस्ट भयो होइन, पेस्ट गरेर हाल्दैछु है। त्यसको साथमा म घिउ पनि हाल्छु। एकैचोटि हाल्नुपर्छ, सजिलो हुन्छ दाछी बनाउनुको लागि। घिउ पनि मैले हालेँ है, घिउ हालेँ मैले। मैले पानी हाल्दैछु, पानी हाल्नुपर्छ है। नुन पनि आफूले कति खान्छ त्यति हाल्नुपर्छ है, हामी कम्ती नै खान्छौँ। अब बसाउँदैछु मैले। दाछी मजाले पाक्छ, 15-20 मिनटमा पाकिहाल्छ मजाले है। बेसी पनि पकाउनु हुँदैन, किनभनेदेखि यो दाछीलाई है राम्रो हुन्छ। 15-20 मिनटमा पाकिसकिहाल्छ है साथी हो, त्यतिखेर म देखाउँछु है। यहाँ दाछी पाक्दैछ अनि खाना पनि पकाएको छु मैले है साथी हो। मैले सबै हालिसकेँ होइन, उम्लिँदैछ पनि यहाँनिर। अनि यो दाछी चाहिँ यो सबै कुरा अलिक पाकेपछि चाहिँ, मजाले पाकेपछि चाहिँ लगाइदिनुपर्छ। लगाएर एकैचोटि चाहिँ लाउनु हुँदैन है, त्यो हो। अहिले लगाएको पनि देखाउँछु साथीहरूलाई। मैले दाछी पनि यो गर्दैछु होइन, लाउनुको लागि। डल्लो छ नि त, यसलाई डल्ला फटाउनु पर्छ है। दाछी हाल्दैछु यहाँनिर है। म छोप्दैछु होइन। अब 5 मिनटमा यो सबै यो हुन्छ, मिसिसक्छ होइन। त्यहाँदेखि 5 मिनटसम्म मात्रै राख्नुपर्छ है। त्यहाँदेखि चाहिँ साथीहरूलाई म फेरि देखाउँछु है। म छोप्दैछु, 5 मिनट चाहिँ छोपेर राख्छु। अब फाइनली पाक्यो दाछी। ल साथी हो, यहाँनिर बन्द हुँदैछ, बन्द गर्दैछु है। पाकिसक्यो कि अनि 10 मिनट जस्तो चाहिँ राख्नुपर्छ। अलिकति ठन्डा हुनुपर्छ नि, मिठो हुन्छ दाछी। अलिकति चिसो भयो भने चाहिँ 10 मिनट जस्तो मात्रै राख्छु साथीहरूलाई। बाबा दाछी र भात पकाएको छु, खानुहोस् ल, कस्तो लाग्छ भन्नुहोस् न खाएर। ल म टेस्ट गर्दैछु। ल
दामी भएको छ दामी छ नि दाछी राम्रो हुन्छ म पनि खान थालेर